ठाउँमा पुग्छन् उनी। अब रोक्ने कसले? जब प्रचण्डको सरकार ढल्छ 2074 सालमा शेरबहादुर देउवाको सरकार जब आउँछ त्यो बेलामा सञ्चार मन्त्री बनेर आउँछन् मोहन बहादुर बस्नेत। माओवादीको सरकार जान्छ, नेपाली कांग्रेसको सरकार आउँछ, तर यहाँ पनि तिनै विकल्प पौडेल नै कार्यकारीमै कायमै रहन्छन्। कायम रहने मात्रै होइन, सबैले रुचाएका पात्र पनि बनेर बस्छन्। बस्ने मात्रै होइन, चलखेलको चक्र नै यहीँबाट सुरु हुन्छ। यही बेला हो टेलिफोनको कल सुन्न र मोनिटर गर्न अथवा रेकर्ड गर्न मिल्ने भनिएको र कल बाइपास नियन्त्रण गर्न सक्ने भनिएको अत्याधुनिक तर विवादास्पद टेरामक्स प्रविधि भित्र्याउनको लागि नेपालमा बजेटको स्वीकृति दिने काम हुन्छ र ठूलो घोटालाको सुरुवात समेत यही बेलामा हुन्छ। अर्थात् टेरामक्स प्रविधि जुन छ त्यो विवादास्पद प्रविधि, त्यसको बीजारोपण यही बेलामा सुरु हुन्छ। यसको विरुद्धमा अदालतमा मुद्दा पनि पर्छ। अदालतले यसो नगर्नु, यसो गर्यो भने नागरिकहरूको गोपनीयताको हकमाथि हनन हुन्छ, असंवैधानिक हुन्छ भनेर आदेश पनि दिन्छ। यो मुद्दाको आदेश म तल डिस्क्रिप्सनमा राखिदिन्छु, पुरा आदेश छ, एकपटक हेर्नु होला। तर अदालतको त्यस्तो आदेशलाई सम्म पनि बाइपास गर्दै